हेलो साथीहरू, फेरि पनि स्वागत छ सबैजनालाई मेरो यस युट्युब च्यानलमा। आज फेरि अर्को नयाँ भिडियो लिएर म आइसकेको छु। छोटो मिठो भिडियो हेर्न सक्नुहुन्छ तपाईहरू। यो ठाउँ चाहिँ कहाँ हो भन्नुहुन्छ भने म चाहिँ जेद्दाबाट रियाद फर्किँदैछु साथीहरू। अहिले रियाद फर्किने क्रममा चाहिँ यो चाहिँ भित्री हाइवे हो, जेद्दाबाट रियाद आउने हाइवे। तर यहाँ चाहिँ खासै गाडीहरू हुँदैन। म चाहिँ मेन हाइवेबाट नफर्केर चाहिँ अर्कै बाटो, भित्री बाटो फर्किँदैछु साथीहरू। किन यो बाटो भित्री बाटो फर्के भन्नुहुन्छ भने तपाईहरू आजभोलि साउदीमा चाहिँ धेरै पुलिसले चाहिँ ल्याङ गर्छ। ओभरटेकहरू हान्नु पाइँदैन। ओभरटेक हान्यो भने ज्याप पक्रिहाल्छ। त्यही भएर म चाहिँ भित्री बाटो फर्किरहेको छु साथीहरू। यो चाहिँ अर्कै बाटो हो, साउदीमा हुने साथीहरूलाई थाहा भएकै कुरा हो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो आनन्द छ। गाडी पनि छैन, केही पनि छैन, आफ्नै तालमा जाने हो। कतै पुलिसहरू पनि छैन, क्यामेरा पनि छैन। त्यही भएर यो बाटोमा आएको साथीहरू हेर्न सक्नुहुन्छ माथितिर पहाडहरू आनन्द छ। तर फर्किरहेको छु साथीहरू, के गर्ने यस्तै छ। यहाँ माथि यहाँ काहीँ चाहिँ फेरि नेट पनि टिप्दैन। टावरहरू पातलो, एकदम पातलो ठाउँमा राखेको छ। त्यही भएर यस्तै छ साथीहरू, हेर्न सक्नुहुन्छ कस्तो मजाको यहाँनिर बाटोहरू देख्न सक्नुहुन्छ तपाईहरू। सलल जाने हो, सलल आउने हो, भित्री बाटो कुद्ने हो साथीहरू। गाह्रो छ, हेर्दै जानु होला सबैजना।